Hello. Hello. Can you explain what is this? You see, this is a disaster management. Yeah. यो चाहिँ जब अर्थक्वेक अपियर हुन्छ तब चाहिँ हामीले यसको ब्याट्री कनेक्टेड भइरहेको हुन्छ जसबाट चाहिँ तपाईँ टर्च भयो हुन्छ यसरी बिप साउन्ड दिएर Alarm अलर्ट बज्छ है? हजुर सर त्यो गरी फायर डिटेक्ट गर्ने गर्छ Fire detector. हजुर जब यो चाहिँ अहिले सामानहरू यो अघि हेर्छ नि त यहाँ वरपर यो स्कुल भएर त्यो गरेर बसिरहेको छ Okay, thank you very much. Can you explain? नमस्ते सर हामी चाहिँ क्लास 11 को साइन्सको स्टुडेन्टहरू हो र हामीले चाहिँ यो फराडी ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको युज गरेर चाहिँ यो कन्भर्सन अफ मेकानिकल एनर्जी इन्टु इलेक्ट्रिकल एनर्जी बनाएको छौँ यो चाहिँ योबाट चाहिँ यसलाई चाहिँ विन्ड पावर प्लान्ट पनि भन्छ अनि यो फेन चाहिँ यसरी घुम्छ अनि यो फेन घुम्दाखेरि चाहिँ यसबाट इलेक्ट्रिसिटी प्रोड्युस भएर चाहिँ यहाँ बल्ब बल्थ्यो जुन चाहिँ अहिले हामीसँग छैन यहाँनिर जलेर यो चाहिँ यसरी यही हो हाम्रो मोडल चाहिँ थ्याङ्क यू सर Thank you so much. त्यो त मान्छेलाई लाग्छ है अहिले हेर है फेरि ड्याङ्गे हान्दैन यस्तो छ अब यहाँनिर मैले ठ्याक्कसँगले यहाँबाट गरेँ भने ट्याक्क हो हान्ने भयो क्या यहाँ हाल्नु त यो यता अगाडि जाने त्यसरी गर्छ अब यो अटोमेटिक मोड पनि छ क्या यसो गरेर हामीले कति डिस्टेन्सको आधारमा एङ्गल सेट गर्ने यो चाहिँ यस्तो छ यहाँ हाल्नु ल नजिक राखेँ नि एङ्गल मुभ हुन्छ क्या यो चाहिँ कति टाढा छ त्यही अनुसार मुभ हुन्छ त्यसको अटोमेटिक मोड पनि भयो होइन 11 के 12 दिनु 12 हो 12 हो यस्तो छ यो चाहिँ कति हो कि कति बाहिर आएको छ यो अहिले त्यो जीवन देखिनु भएकोले गर्दा घामबाट तातेहरू चलिसक्यो क्या यो ट्याङ्क कसरी पर्छ चट्याङ कसरी पर्छ भन्दा यो बादल भयो बादलहरू बिच घर्षण भयो त्यहाँनिर पोजिटिभ चार्ज भयो अनि जमिन भनेको अलरेडी नेगेटिभ चार्ज हुन्छ अनि यो पोजिटिभ चार्ज र नेगेटिभ चार्जहरू बिच चट्याङ ठुलो हुनुपर्छ त्यो चट्याङ हुन्छ त्यो स्पार्क त्यो चट्याङहरू बुझाउन हामी सानो Explain a little bit. हामीले यहाँ राख्यो यसरी राखेपछि बाहिर अब यो भनेको मेसिन हो यो मेसिनले हाम्रो अनि यहाँ चाहिँ तर हामीले स्थानमा पाउने भएको एउटा पाइपहरू भाँडाहरू जोडेर हामीले एउटा यस्तो मसिन बनाएको छ Explain this, please. पुरै बुझिन्छ अब यो हाम्रो सामानहरू अरू ठाउँ बाहिरको सामानहरू हेरिडिटी इन्फर्मेसन एउटा अर्गानिजमको चाहिँ एउटा जेनेरेसनले गर्दछ र यसले चाहिँ कुनै पनि सेलमा प्रोटिन सिन्थेसाइज हुँदाखेरि त्यहाँ कस्तो खालको प्रोटिन सिन्थेसाइज गर्ने गर्दछ र आरएनएको ट्रान्सक्रिप्सनलाई पनि यसले सिन्थेसाइज गर्छ गर्नुपर्छ 11-12 देखि लिएर 50 5 वर्षदेखि लिएर ब्याचलर लेभल मास्टर डिग्री गरौँ जसम्म यो मेसिनलाई युज हुन्छ यसले चाहिँ हाम्रो लाइफको डेभलपमेन्टमा पनि Smiling. What is this? Green City? Or what is it? Pollution controller? Environment pollution? Okay. Okay. Pro नर्सहरू उहाँहरूको काम चाहिँ यो चाहिँ औषधिहरू हो हर्बल है ओके हेलो 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 बोइज हजुर सर नमस्कार नानीहरू हेलो हाई गर्नुहोस् पाइन्छ होला भनेर मन पराएको छ गल्ती पो गरेको छ गाउँदै गाउँदैन
जान्छ उचिटेर सेयर गर सबै जस्तै अब त्यसलाई चाहिँ कसरी डेभलप गर्न आँटेको छ भन्दाखेरि कुनै पनि एउटा फेसबुकको लगइन पेजलाई क्लोन गरेर सेम टु सेम भन्न चाहिँ यो र यो एउटै छ नि होइन जस्तै फेसबुक त फेसबुक.com हुन्छ नि डोमेन नेम